हेलो साथीहरू, आज चाहिँ म सुँगुरको मासु रायो सागसँग खाना खानु आँटिरहेछु होइन। अनि मुलाको अचार पनि छ साथीहरू। मलाई चाहिँ यस्तो भोक लागिरहेछ होइन, त्यही भएर म चाहिँ भर्खर कामदेखि आएको हो नि त, त्यही भएर तातो तातो खाना बनाएर खानु आँटेको छु साथीहरू। साग यही लामै छ होइन रायोको, अनि त्यस पछाडि सुँगुरको मासु, अनि अरू चाहिँ दालहरू चाहिँ मैले पकाइनँ किनभने म थाकेको छु के साथीहरू। त्यही भएर म चाहिँ यो मुलाको अचार अनि साग मासु भात खानु आँटेँ। हजुरहरूले खाना खानुभयो कि भएन साथीहरू? ल म चाहिँ खाना खान्छु। हजुरहरू चाहिँ मैले खाएको हेरेर इन्जोय गर्नुहोला। यस्तो वस्तुहरू चाहिँ मनपर्छ क्या साथीहरू मलाई। खाना चाहिँ एक थालै छ है। ल साथीहरू, म चाहिँ खाएँ है त खाना। दामी, तर मुलाको अचार पिरो। कस्तो मिठो भएछ। मलाई चाहिँ मासुमा यस्तो लामो साग लगाएको एकदम मनपर्छ क्या साथीहरू। अनि सुँगुरको मासु एक रास्ता साग चाहिँ तातो भयो, गर्मीमा तातो भयो। यस्तो भोक लागेको होइन क्या साथीहरू। सपिङहरू गरी ल्याएँ, त्यस पछाडि मामा पकाएर खानु थालेको। दाल भन्दा त म त यस्तै यो सागहरूको यो सुपहरूसँग मिठो लाग्छ। अचार त मोलेर कहाँ पुग्यो। पिरो तातोले त पसिना काट्यो।
यसमा चाहिँ रक्ती पनि अलिअलि हालेको थिएँ मैले, थोरै अलिअलि थोरै हालेको थिएँ, तर कस्तो मिठो भएको। को हुनुहुन्छ है सुँगुरको मासु लभरहरू? मलाई त साह्रै मिठो लाग्छ। खाना थपेर आउँछु ल, एकबारी थपेर आएँ साथीहरू खाना होइन, एक रासै थपेर आएँ मैले चाहिँ। अब के गर्नु, खानै पऱ्यो नि होइन, खाएको चाहिँ नै काम लाग्छ। त्यही भएर अब म चाहिँ थपेर फेरि गम गम तर साह्रै तातो भयो क्या। यस्तो थाकिरहेछु नि म, यस्तो थाकिरहेछु। साह्रै पिरो मुलाको अचार। मैले चाहिँ लामो समयपछि भिडियो बनाएको है, कस्तो भ्याउनु पनि भ्याउँदिनँ। त्यही भएर मेरो साथीहरू त कति मलाई के अरे उयो गरेछ होइन, मबाट टाढा भएर जानुभएछ। अनसब्सक्राइब गरिदिनु भएछ मेरो पिचुले। सानो सानो युट्युबमा साथीहरू पनि भाग्नु भएछ। खाना त टन्नै खायो। यस्तो खाएपछि नि नमोटाएर के चाहिँ होस् त, ज्यान नलागेर 5 मनको ज्यान यस्तो खाएपछि। साह्रो भात खान्छु है म, भात लभर। मान्छेहरू चटपटे लभर भन्छ होइन, म त भात लभर हो। को हुन्छ भात लभर म जस्तो?
कस्तो पिरो भएको त्यो अचार। खाल पनि चाहिँ हालिदिँदैछ। के हो? लगायत साथीहरू मैले चाहिँ खाना पनि खाइसकेँ होइन। यस्तो खान्छु खाना। अब एकछिन बस्ने हो अनि सुत्ने हो। कति बजिसक्यो? 1 बजिसक्यो। सुत्नुपर्छ। बेसरी निन्द्रा लागिरहेछ। के गर्नु? सुत्छु भन्दा नि सुत्नु पाइँदैन। साथीहरू मैले चाहिँ खाइसकेँ। यदि हजुरहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने साथी बनेर जानु होला। म पनि हजुरहरूसँग साथी बन्नेछु। बाई।